नमस्ते गाइज। म चाहिँ आज चाहिँ साथीहरूसँग चाहिँ बनबाटिका आएको थिएँ अनि तपाईँहरूलाई चाहिँ यो ठाउँ कस्तो छ भनेर देखाइदिउँ भनेर हो। अनि भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला अनि माया गरिदिनु होला है। अब ऱ्यान्डमली बनाएको ब्लग हो, त्यही भएर चाहिँ मैले चाहिँ बाटो देखाउन पाइनँ। अब यो बनबाटिका चाहिँ कस्तो छ म तपाईँहरूलाई चाहिँ राम्ररी देखाउँछु है। अब यो चाहिँ इन्ट्रान्समा पार्किङ गरेको, अब चाहिँ जानु लाग्यो ल गाइज। ल है, यो चाहिँ अब यहाँबाट चाहिँ इन्ट्रान्स हेर्नुहोस् है। यो चाहिँ बनबाटिका एडभेन्चर रिसोर्ट प्राइभेट पोखरा 13 है। म चाहिँ फर्स्ट टाइम आएको हो। साथीहरूसँग चाहिँ आज चाहिँ ल यसरी च्याट्ट सुन्दर लाग्यो मलाई चाहिँ है। यो हाम्रो यता कन्नन डाँडा भयो अरे, कालिका डाँडा गर्दैछु तपाईँको लेखनाथको साइड, यो एयरपोर्टको साइड भयो। ल हजुरहरू हेर्न सक्नुहुन्छ है, यस्तो सुन्दर रहेको छ। मलाई चाहिँ एकदम राम्रो लाग्यो। ट्याक्क तपाईँको हेर्दै है, एकदमै राम्रो। हाम्रो पोखरा भ्याली हो। यता एयरपोर्ट भयो, यो बगिरहेको बिजुपुर खोला भयो है। सुन्दर छ, निकै सुन्दर छ है, चट्टको राम्रो छ, मलाई चाहिँ मन पर्यो। ल हजुर है, माथिसम्म पुग्दैछु म है। तपाईँको चाहिँ च्याट्टै भएको छ कि हजुर। भिउ चाहिँ वाउ छ है। अहिले बेलुकाको टाइम भएछ, राम्रो छ है ठाउँ चाहिँ। मलाई चाहिँ मन पर्यो, फर्स्ट टाइम आएको म चाहिँ। राम्रो हुन्छ। ल हेर्न सक्नुहुन्छ हजुरहरू है। यही छ ल साथीहरू। लाइक शेयर सब्सक्राइब गरिदिनु होला। अनि अब मोनेटाइज चाहिँ अहिलेसम्म भएको छैन, त्यसको लागि 1,900 चाहिएको छ। त्यो भनेको 1,00,000 त्यस्तै तपाईँको 40,000 मिनट जति होला। जतिले नि हेर्नुहुन्छ झ्याललाई पनि अन्तिमसम्म हेर्नु होला। अनि सुधार गर्न के के छ त्यो पनि जानकारी दिनु होला। यति भन्दै चाहिँ आजको ब्लग चाहिँ यहीँ टुङ्ग्याउँछु। ल है साथीहरू है, राति हुन लाग्छ। यो बनबाटिकाबाट लिएको तपाईँको चाहिँ भ्यू हो। अब यसलाई हेर्ने
अझै राति भएपछि म खिच्छु। लाइट बल्न थालेछ, अब कति बेरसम्म बसिन्छ हामी है। यो चाहिँ तपाईँको चाहिँ बेलुका वनवाटिकाबाट देखेको रातिको दृश्य हो। पोखरा भ्यालीको हेर्नु त आहा है, एकदमै सुन्दर देखिँदो रहेछ है। यहाँ पनि लाइटिङ तपाईँको झिलिमिली है। ल हेर्नु त है, निकै सुन्दर। ल सबैजना आउनु होला अनि विनोद ब्लग्सलाई नि सब्सक्राइब, लाइक, सेयर, पुरै भिडियो फुल हेरिदिनु होला। यति भन्दै चाहिँ म चाहिँ बिदा हुन्छु हजुरहरूसँग आजको लागि चाहिँ।